प्रमुख प्रशासकीय अधिकृतको विषय चाहिँ अब यो फाइलको विषय रहेन। अब फाइलमा के थियो कसो थियो भन्ने विषय चाहिँ अब जनताको माझमा गएको छ। अब जनताको निगरानीको विषय भइसकेको छ। यसमा दुईटा कुरो छ। एउटा चाहिँ नेपाल सरकारले 15 गते चैत 15 गतेको जुन चाहिँ तिनकोनेमा दमन गरेको छ त्यसमा चाहिँ सरकारको अक्षमतालाई ढाक्नको लागि र विषयान्तर गर्नको लागि चाहिँ आजको चाहिँ महानगरपालिकामा दमन गरेको हो। अनि दोस्रो चाहिँ यो जति पनि यो साझेदारहरू मिलेर चाहिँ आज चाहिँ यो एउटा चाहिँ अनुसन्धानको दायरामा रहेको मान्छेलाई चाहिँ हाजिर गराउनु भएको छ नि। अनि भोलि उहाँलाई चाहिँ अख्तियारले पनि छानबिन गर्दैछ, मन्त्रालयले छानबिन गर्ला। भोलि उहाँ दोषी देखिनु भयो, जेल जानुभयो भने आजको जति पनि साझेदार हुनुहुन्छ उहाँहरू सबैजना चाहिँ उहाँसँगै जेल जानियो कि होइन यो चाहिँ एक्का राख्नुपर्छ। हामी यस्तो छ, यो चाहिँ छानबिनको दायरामै छ। अब यस्तो हुन्छ, नेपाल सरकार कर्मचारीलाई चाहिँ यहाँ चाहिँ हाजिर गराउन नदिने भन्ने चाहिँ त्यस्तो कानुनमा छैन। अनि तपाईँको चाहिँ अब उहाँ गर्नुहुन्छ भने त्यो उहाँको विषय हो। त्यो नियमअनुसार चाहिँ हामी गर्छौँ। नियमअनुसार हाम्रो सम्बन्धित विभागले आफ्नो काम गर्छ।